मलेसिया जान 5 लाख असुल्ने मेन पावरलाई सरकारले कर्याप झ्याप पारेको छ। पर पर्सन 4.5 लाख 5 लाख पैसा उठाउने गरेका छन् यो मेन पावरले। कुन देश जानको लागि? मलेसियाको लागि नै छ। हाम्रो एक्सेल सिटमै छ त्यो कुरो। तपाईले पनि देख्नु भयो होला त्यति बेला नवलपरासीको एकजना युवाले यहाँबाट विदेश जानलाई अप्लाई गर्नु भएको थियो। 15 गते उहाँको फ्लाइट रहेछ, तर उहाँसँग 4.5 लाख रुपियाँ मागिसकेपछि उहाँले तिर्न नसकेपछि 4.5 लाख उहाँको के भन्छ फ्लाइट 15 तारिकको क्यान्सल गराएर रहेछ। यति बेला नेपाल सरकारको टोलीले अनुगमन गरिरहेको छ, निरीक्षण गरिरहेको छ, प्रत्येक घरहरू खोलिरहेका छन्, चेक पाइएको छ, लाखौंको चेक भेटिएको छ, सयौंको संख्यामा रहेको पासपोर्टहरू पनि यति बेला जफत गरिएको छ। एउटा 60-66 हजार कमाउनको लागि 5.5 लाख 5 लाख 4.5 लाख खर्च गरेर जानुपर्छ हैन। र त्यो ठाउँमा गएर पनि उसले सुविधा सम्पन्न हिसाबले काम गर्नु पाइरहेको चाहिँ छैन। फेरि त्यहाँ एकदम नाजुक अवस्थाले बसिरहेको छ नेपालीहरू चाहिँ, जुन हिसाबले 20 जना बस्नु पर्ने ठाउँमा 100 जना लगाएर खाद्या छ हैन। यो कहाँबाट ठगिँदैछ भन्दा त नेपालदेखि नै उनीहरू पीडामा छ क्या बिचरा हैन। भनेको अर्थ अब 60 हजार 66 हजार कमाउनको लागि 6 लाख खर्च 4 लाख खर्च गरेर जानुपर्ने अवस्था छ त। यति बेला हामी सिनामंगलको द्वितीय इन्टरनेसनल प्रणालीबाट जस्ताको तस्तै देखाइरहेका छौं। यहाँ प्रष्ट देखिएको छ, लाखौं असुली गरिएको छ। महिनाको 60 हजार कमाउनको लागि खाडी मुलुक जानेहरूसँग यसरी पैसा असुली गरिरहेको हामीले पाइरहेका छौं। दर्शकवृन्द, पीडित जनताहरूको मुहार पनि हेरेका छौं, जुन जनताहरू ऋण टेकेर तपाईको साउसँग ब्याजमा पैसा लिएर आएर हैन यहाँ के भन्छ मेन पावरलाई बुझाउँछ, तर यही के भन्छ गइसकेपछि उहाँहरू तिर्न नसकेपछि फर्केर आइसकेपछि उहाँहरूको घर पनि निलाम हुने अवस्था छ यो देशमा अहिलेको अवस्थामा। सोच्दै सक्नुहुन्न कि त्यति धेरै गुनासो आउँछ। बिहान 5 बजे भालेको डाकसँगै यस्तो खालको भिडियोहरू आउँछ जुन भिडियो हेर्न पनि सकिँदैन। त्यो अप्ठ्यारो छ। जो गइसकेका छ ती मान्छेहरू पनि असाध्यै पीडामा छ हैन। र सिस्टमसँग उ गएको छैन बिचरा। 4 लाख 4.5 लाख खर्च गरेर गइराखेको छ उ, तर 4.5 लाख खर्च गरेर जसले 66 हजार कमाउँछु भनेर बसेको छ त्यो लग्जरियस लाइफ पनि छैन क्या। त्यहाँ काम पनि अलि मजाले गरेर पाउनु पर्थ्यो नि त, त्यो पनि त्यहाँ छैन भनेपछि तिनीहरू असाध्यै पीडामा छ, त्यहाँबाट फर्किनु खोज्छन् हैन। त्यसकारणले यो कुरा चाहिँ अब साँच्चीकै मेन पावर तहबाट हैन। र यो फ्री भिसा फ्री टिकट भन्ने त तपाईँलाई थाहा भएको छ नि त हैन। भनिसकेपछि के हो त, मेरो विचारले कमसे कम त्यसरी नलिदिएको भए हुँदैन।